एकछिन कल्पना गरौँ है त। रातारात देशमा सबैभन्दा धेरै प्रयोग हुने 26वटा जति सामाजिक सञ्जाल र सञ्चारका एपहरू एकै पटक बन्द हुन्छन्। सुन्दै अलिकति अनौठो लाग्ने कुरा। त्यही त। अनि त्यसको 24 घण्टा नबित्दै देशको राजधानीमा आगो दन्किन्छ। 76 जनाले ज्यान गुमाउँछन् र झण्डै 85 अर्ब रुपियाँ बराबरको राष्ट्रिय सम्पत्ति खरानी हुन्छ। बाफ्रे, सुन्दा त कुनै हलिउडको डिस्टोपियन फिल्मको प्लट जस्तो लाग्छ नि। हो नि, तर यो कुनै काल्पनिक कथा होइन। एकदम, यो नितान्त यथार्थ हो र यो त्यही यथार्थ हो जसले हाम्रो सम्पूर्ण राज्य सत्ता, सुरक्षा संयन्त्र र भनौँ न समाजको मनोविज्ञानलाई नै नराम्रोसँग हल्लाइदियो। आजको यस विस्तृत अध्ययनमा हामी यही अकल्पनीय घटनाको चिरफार गर्दैछौँ। मसँग यहाँ एउटा अत्यन्तै गम्भीर र ऐतिहासिक सरकारी दस्तावेज छ। 2082 साल भदौ 23 र 24 गतेका घटनाहरूको सत्य तथ्य जाँचबुझ आयोगको प्रतिवेदन। त्यो प्रतिवेदन साँच्चै नै महत्त्वपूर्ण छ। हो, र हाम्रो उद्देश्य भनेको यो प्रतिवेदनभित्रका तथ्य, तथ्याङ्क र बयानहरूको आधारमा ती 2 दिन देशमा वास्तवमै के भएको थियो भन्ने कुराको गहिराईमा पुग्नु हो। कुनै पनि राजनीतिक विचारधारा वा पक्ष विपक्षभन्दा माथि उठेर विशुद्ध रूपमा आयोगले सङ्कलन गरेका कुराहरूको विश्लेषण गर्नु हाम्रो लक्ष्य हुनेछ। यो एकदमै जरुरी छ है, किनकि यस्ता ठूला घटनाहरूमा हल्ला र अफवाहले तथ्यलाई सजिलै छोपिदिन्छन् नि त। प्रतिवेदनले जे देखेको छ, जे सङ्कलन गरेको छ, हामी आज त्यसैको शल्यक्रिया गर्नेछौँ। त्यसो भए सबैभन्दा ठूलो र डरलाग्दो प्रश्नबाटै सुरु गरौँ न त। कसरी एउटा शान्तिपूर्ण भनिएको जेनरेसन जेड अर्थात् जेन जेडको आन्दोलनले यति छिटो त्यति ठूलो र अकल्पनीय हिंसाको रूप लियो? यो साँच्चै गम्भीर प्रश्न हो। के यो केवल एउटा आन्दोलन थियो वा राज्य सत्तामाथिको सुनियोजित प्रहार? अब यसको जरासम्म पुग्न हामीले भदौ 23 गते भन्दा अलिकति पछाडि फर्किनुपर्ने हुन्छ क्या। किनभने कुनै पनि ठूलो विस्फोट रातारात हुँदैन नि, होइन र? पक्का पनि हुँदैन। त्यसको पछाडि लामो समयदेखि थिचिएको असन्तुष्टि हुन्छ, जसलाई बाहिर निस्कने एउटा सानो बहाना मात्रै चाहिन्छ। यो प्रतिवेदनले पनि यो घटनाको पृष्ठभूमि निकै गहिरो भएको औँल्याएको छ। प्रतिवेदनको सुरुवाती खण्ड पढ्दा नै त्यो निराशाको तस्बिर प्रष्ट हुन्छ नि। एउटा तथ्याङ्क छ त्यहाँ। 2046 सालमा प्रजातन्त्र पुनर्स्थापना भए यताका 35 वर्षमा देशमा 30 वटा सरकार बनेको। 30 वर्षमा 30 वटा सरकार? बाफरे, यो त अस्थिरताको चरम नमुना नै हो नि। एकदमै हो। अनि सत्ता सङ्घर्ष र सरकार परिवर्तनको यो जुन निरन्तर खेल छ नि, यसले विकासका दीर्घकालीन योजनाहरूलाई कहिले अघि बढ्न दिएन क्या। सही कुरा। कुशासन, बेरोजगारी र भ्रष्टाचार समाजको नसामै पुग्यो। प्रतिवेदनले एउटा निकै मार्मिक कुरा उठाएको छ, समाजमा हुने र नहुने अर्थात् ह्याभ्स एन्ड ह्याभ नट्स बीचको खाडल। त्यो खाडल त झन्झन बढ्दै गएको थियो। हो नि। एकातिर सीमित व्यक्तिहरूले अस्वाभाविक रूपमा विलासी जीवन बिताइरहेका थिए भने अर्कोतिर आम युवा पुस्तामा भविष्यप्रतिको चरम निराशा थियो। यो असन्तुष्टिको बारुद त वर्षौंदेखि थुप्रिँदै गएको थियो नि। अनि त्यही बारुदको थुप्रोमा सरकारले एउटा सलाई कोरिदियो, होइन त? ठ्याक्कै त्यही भयो। 2082 साल भदौ 19 गते सरकारले सर्वोच्च अदालतको एउटा आदेश र नियमनको कारण देखाउँदै दर्ता नभएका 26 वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमा एकैपटक प्रतिबन्ध लगाउने निर्णय गर्यो। एकैपटक? जसमा व्हाट्सएप, फेसबुक, टिकटक, डिस्कर्ड जस्ता दैनिक जीवनका अभिन्न अङ्ग बनिसकेका प्लेटफर्महरू थिए। यहाँनिर सरकारले गरेको एउटा ठूलो गल्तीलाई प्रतिवेदनले एकदम स्पष्ट पारेको छ। सर्वोच्च अदालतले ती प्लेटफर्महरूलाई नियमन गर्न र दायरामा ल्याएर दर्ता गराउन मात्र आदेश दिएको थियो क्या। भनेपछि सिधै बन्द गर्नु भनेको थिएन? थिएन नि, तर सरकारले त्यसको अपव्याख्या गर्दै सिधै प्रतिबन्ध लगाउने बाटो रोज्यो। नियमन गर्नु र पूर्ण रूपमा बन्द गर्नु बीचको फरकलाई नै सरकारले नजरअन्दाज गर्यो भनौँ न। ओहो, यसले त एउटा भयानक परिस्थिति सिर्जना गर्यो। किनभने नयाँ पुस्ता अर्थात् जेन जेडका लागि यी प्लेटफर्महरू केवल मनोरञ्जनका साधन मात्र त थिएनन् नि। पक्कै थिएनन्। उनीहरूको आम्दानी, सिकाइ, व्यापार र अभिव्यक्तिको मुख्य माध्यम नै यही थियो क्या। मलाई त यो अवस्था भनेको मानिसको डिजिटल अक्सिजन नै काटिदिए जस्तो लाग्छ। डिजिटल अक्सिजन,
यो शब्द एकदमै सटिक छ है। हो नि जब कसैको डिजिटल सास फेर्ने बाटो अचानक बन्द गरिन्छ त्यो निसासिएको अवस्था भौतिक सडकमा विस्फोटको रूपमा देखिनु सायद स्वाभाविक थियो जस्तो लाग्छ मलाई त। एकदम। जेनजेड पुस्ताले आफ्नो पहिचान नै त्यही भर्चुअल संसारमा बनाएको हुन्छ नि त। जब राज्यले त्यो संसार नै खोसिदियो उनीहरूसँग सडकमा उत्रिनुको विकल्पै रहेन क्या। सामाजिक सञ्जालको प्रतिबन्ध त एउटा तत्कालिक कारण अर्थात् ट्रिगर मात्र थियो। मूल कारण त त्यही 35 वर्षको कुशासन नै थियो। तर भदौ 19 को निर्णयले त्यसलाई विस्फोट गराउने काम गर्यो। अब यो डिजिटल आक्रोशले भौतिक रूप कसरी लियो त्यो घटनाक्रमलाई अलिकति केलाउन त। हुन्छ। प्रतिवेदन अनुसार भदौ 23 गते माइतीघरबाट प्रदर्शन सुरु भयो। सुरुमा यो शान्तिपूर्ण नै थियो भनिन्छ हैन? सुरुमा शान्तिपूर्ण नै थियो। तर बिस्तारै त्यो भिड एभरेस्ट होटल अगाडिको प्रहरी ब्यारिकेड तोडेर बाडेश्वरस्थित संसद भवनतर्फ अघि बढ्छ। त्यहाँबाट परिस्थिति कसरी नियन्त्रण बाहिर गयो त? प्रतिवेदनको टाइमलाइन हेर्दाखेरि नि प्रदर्शनकारीहरूको संख्या अनुमान गरे भन्दा धेरै गुणा बढी थियो क्या। अनि भिड बिस्तारै उत्तेजित हुँदै गयो। भिड बढ्दै गयो। हो। जब उनीहरूले एभरेस्ट होटल अगाडिको त्यो सुरक्षा घेरा तोडे प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रयोग गर्यो। तर भिड रोकिएन। उल्टे प्रहरीमाथि ढुङ्गा मुढा प्रहार हुन थाल्यो। बाफ्रे। प्रहरीले बाध्य भएर बल प्रयोग गर्यो। त्यही झडपको क्रममा गोली चल्यो र भदौ 23 कै दिन 17 जना प्रदर्शनकारीको मृत्यु भयो। 17 जना एकै दिनमा? हो, 17 जनाको। यो त एउटा लोकतान्त्रिक देशका लागि आफैमा भयानक त्रासदी हो नि। तर त्यो त केवल सुरुवात पो रहेछ। सुरुवात मात्रै। त्यसको भोलिपल्ट अर्थात् भदौ 24 गते देशले जुन दृश्य देख्यो त्यो सायद कसैले कल्पना पनि गरेको थिएन होला। पक्कै थिएन। भदौ 24 मा त आन्दोलनले पूर्ण रूपमा हिंसात्मक र अराजक बाटो लियो क्या। समानान्तर रूपमा राज्य संयन्त्रका सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील निकायहरूमाथि एकैसाथ आक्रमण भयो। एकैसाथ? हो। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन जसलाई हामी शीतल निवास भन्छौं, अनि प्रधानमन्त्री निवास बालुवाटार र विभिन्न राजनीतिक पार्टीका केन्द्रीय कार्यालयहरूमा आगजनी र तोडफोड मच्चियो। बाफ रे बाफ। अनि क्षतिको तथ्याङ्क त झनै कहाली लाग्दो छ है प्रतिवेदनमा। एकदमै कहाली लाग्दो छ। जम्मा 76 जनाको मृत्यु भयो, जसमा 42 जना त सुरक्षाकर्मीको गोलीबाट मारिएका छन्। अनि 3 जना प्रहरीको मृत्यु चाहिँ प्रदर्शनकारीको आक्रमणबाट भयो र बाँकीको लुटपाट र आगजनीको क्रममा ज्यान गयो। यो एकदमै दुखद तथ्याङ्क हो। अनि घाइतेहरूको संख्या हेर्दा 2522 जना छ। अझ राष्ट्रिय योजना आयोगको अनुमान अनुसार करिब 84 अर्ब 45 करोड अर्थात् झण्डै 85 अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। 85 अर्ब सुन्दा पनि डर लाग्ने अङ्क। त्यही त नि। अवस्था यतिसम्म असामान्य बन्यो कि प्रतिनिधि सभा नै विघटन हुन पुग्यो नि त। यी तथ्याङ्कहरूले सिधै के देखाउँछन् भने राज्य संयन्त्र त्यो बेला पूर्ण रूपमा असफल भएको थियो क्या। तर मलाई यहाँनिर एउटा कुराले निकै घोचिरहेको छ। के कुराले? 85 अर्बको भौतिक क्षति अनि संसद भवनदेखि सर्वोच्च अदालतसम्म एकै पटक समानान्तर रूपमा निशानामा पर्नु। के 18-20 वर्षका युवाहरू जो आफ्नो टिकटक वा डिस्कर्ड बन्द भयो भनेर सडकमा आएका थिए उनीहरूको भिडबाट मात्रै यो सम्भव छ त? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। होइन र? सर्वोच्च अदालतमा आगो लगाउनु र 85 अर्बको संरचना भत्काउनु भनेको त ठूलो रणनीतिक योजना बिना सम्भव देखिँदैन नि त। यो अत्यन्तै तार्किक प्रश्न हो र आयोगको प्रतिवेदनले यसको निकै स्पष्ट निष्कर्ष पनि निकालेको छ नि। के छ त निष्कर्ष? प्रतिवेदन किटानका साथ के भन्छ भने भदौ 23 को आन्दोलन जेन जेड पुस्ताले सुरु गरेका थिए र त्यो उनीहरूको स्वाभाविक आक्रोश थियो। तर भदौ 24 को अकल्पनीय हिंसात्मक क्रियाकलाप उनीहरूले गरेका थिएनन्। भनेपछि आन्दोलन बीचैमा कसैले अपहरण वा हाइज्याक पो गर्यो? ठ्याक्कै त्यही भएको हो। जब सडकमा लाखौंको भिड जम्मा भयो र सुरक्षा संयन्त्र अस्तव्यस्त बन्यो तब आपराधिक प्रवृत्तिका व्यक्तिहरू, संगठित लुटेरा समूह र विभिन्न स्वार्थ बोकेका तत्त्वहरूले त्यसको फाइदा उठाए क्या। उनीहरू भिडमा मिसिए र आन्दोलनलाई अपहरण गरे। स्थिति यतिसम्म डरलाग्दो भयो कि देशका विभिन्न जेलहरूबाट कैदी बन्दीहरूलाई समेत भगाइयो नि। कैदी नै भगाइयो? तर यति ठूलो घुसपैठ र हाइज्याक त्यति सजिलै कसरी सम्भव भयो त?
राज्यको त्यत्रो गुप्तचर संयन्त्रले किन केही भेउ नै पाएन? अब यसको पछाडिको संयन्त्र बुझ्न हामीले एउटा कन्सेप्ट बुझ्नुपर्छ, नेतृत्वविहीन क्रान्ति वा लिडरलेस रेभोल्युसन। यो आजको डिजिटल युगको नयाँ र एकदमै खतरनाक ट्रेन्ड हो क्या। कसरी काम गर्छ त यसले? परम्परागत आन्दोलनहरूमा एउटा स्पष्ट नेतृत्व हुन्छ, एउटा कमिटी हुन्छ नि त। सरकारले आवश्यक पर्दा त्यो नेतृत्वलाई बोलाएर वार्ता गर्न सक्छ, सम्झौता गर्न सक्छ। तर यो आन्दोलनमा कोही पनि नेता थिएन। अर्थात् वार्ता गर्ने, टेबलमा बस्ने मान्छे नै कोही थिएन। हो, कोही थिएन। जब कुनै केन्द्रीय नेतृत्व हुँदैन, आन्दोलन एउटा फ्ल्यास मब जस्तो बन्छ क्या। हजारौं मानिसहरू एउटै समयमा जम्मा हुन्छन्, तर कसले कसलाई निर्देशन दिइरहेको छ भन्ने कसैलाई थाहा हुँदैन। अनि त्यही अराजकताको फाइदा अरूले उठायो। एकदम यही नेतृत्वविहीनता र अराजकताको खाली ठाउँमा घुसपैठियाहरू सजिलै प्रवेश गर्छन्। उनीहरूले भिडलाई उक्साउँछन् र स्थितिलाई आपराधिक दिशामा मोड्छन्। अनि प्रतिवेदनले यसमा डिस्कोर्ड जस्ता गेमिङ एप र अल्गोरिदमको भूमिकालाई पनि विशेष रूपमा जोडेको छ है। मलाई सधैँ अचम्म लाग्ने कुरा के हो भने डिस्कोर्ड त सामान्यतया युवाहरूले भिडियो गेम खेल्दा कुराकानी गर्ने एप हो नि त। हो नि। यसले कसरी यति ठूलो आन्दोलनलाई सङ्गठित गर्न मद्दत गर्यो त? खासमा डिस्कोर्डको संरचना नै यस्तो छ जहाँ जो कोहीले पनि आफ्नो पहिचान लुकाएर हजारौं मानिसहरू जोडिएको सर्भर वा च्यानल बनाउन सक्छ क्या। त्यहाँ कुनै भौतिक मिटिङको आवश्यकता पर्दैन। भनेपछि घरमै बसेर समय योजना बन्ने भयो? एकदम। कुन ठाउँमा कति बजे जम्मा हुने, कुन बाटो प्रयोग गर्ने भन्ने सन्देश केही सेकेन्डमै लाखौं युवाहरूसम्म पुग्छ। अनि यसमा अल्गोरिदमले पनि त्यस्तै भाइरल कन्टेन्टलाई बढी बढावा दिन्छ जसले मानिसमा आक्रोश वा भावना जगाउँछ। भन्नाले कुनै भौतिक कमान्डर बिना नै अल्गोरिदम र कोडहरूले भिडलाई निर्देशित गरिरहेका थिए। ठ्याक्कै। यसलाई डिजिटल युगको स्वाम इन्टेलिजेन्स भन्न सकिन्छ। जसरी मौरीको गोनो कुनै एउटा मौरीको आदेश बिना नै एकसाथ एउटै दिशामा उड्छ नि, त्यसरी नै यो नेतृत्वविहीन भिड डिजिटल सङ्केतहरूको भरमा एकसाथ सङ्गठित भयो क्या। बाफरे, सुन्दा नि कस्तो अचम्म लाग्ने। अनि प्रतिवेदनले यो नेपालको मात्रै एक्लो घटना होइन भनेर स्पष्ट पनि पारेको छ नि। हो, मैले पनि त्यो पढेको थिएँ। प्रतिवेदनले यसलाई विश्वव्यापी ट्रेन्डसँग तुलना गरेको छ नि त। जस्तै सन् 2022मा श्रीलङ्कामा भएको अरुगालय सङ्घर्ष, 2024मा बङ्गलादेशमा भएको सत्ता परिवर्तन अनि केन्यामा वित्त विधेयक विरुद्ध भएको प्रदर्शन। एकदम सही। यी सबै घटनाहरूमा आश्चर्यजनक समानता छ नि। जेनजेडको सहभागिता, सामाजिक सञ्जालको प्रयोग, नेतृत्वविहीनता र अन्ततः आपराधिक समूहबाट हुने घुसपैठ। हो नि। इन्डोनेसिया, मोरोक्को र मेक्सिकोमा भएका प्रदर्शनहरू पनि यसकै उदाहरण हुन् क्या। यो कुराले के देखाउँछ भने विश्वभरि नै परम्परागत राज्य सत्ताहरू यो नयाँ किसिमको डिजिटल विद्रोहको अगाडि एकदमै निरीह साबित भइरहेका छन्। यी ठूला तथ्याङ्क, अल्गोरिदम र विश्वव्यापी ट्रेन्डको विश्लेषण त एकातिर छँदैछ, तर जब हामी यो आन्दोलनको केन्द्रबिन्दुमा रहेका व्यक्तिहरूका व्यक्तिगत अनुभव र बयानहरूतर्फ लाग्छौँ नि, तब घटनाको असली र कहाली लाग्दो रूप बाहिर आउँछ क्या। साँच्चै नै। प्रतिवेदनमा समेटिएका शीर्ष नेतृत्वका बयानहरू पढ्दा त आङ नि सिरिङ्ग हुन्छ नि। एकदमै। देशको सर्वोच्च संस्था राष्ट्रपति भवनमै आक्रमण हुनु चान्चुने कुरा त थिएन नि। तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली सेनाले शीतल निवासबाट निकालेर कसरी सुरक्षित स्थानमा पुर्याउनु पर्यो भन्ने बयान प्रतिवेदनमा छ। अनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निजी निवासहरूमा पनि आगजनी र लुटपाट भयो। हो, त्यो पनि एकदम डरलाग्दो थियो। ओलीको बयान त झन गम्भीर छ नि। उहाँले यसलाई केवल युवाहरूको आक्रोश मात्र मान्नु भएको छैन क्या। उहाँको भनाइमा यो राज्य संयन्त्र अर्थात् संसद, अदालत र सिंहदरबारमाथिको पूर्ण रूपमा सुनियोजित प्रहार थियो। अर्कोतर्फ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको अनुभव अलि फरक छ है यसमा। कस्तो फरक? उहाँको घरमा आक्रमण हुँदा उहाँलाई बचाउने काम त्यही आन्दोलनमा हिँडेका केही जेनजेड युवाहरूले नै गरेका थिए भन्ने बयान छ क्या प्रतिवेदनमा। ए, साँच्चै? हो नि। यसले के देखाउँछ भने भिडमा सबै आपराधिक मनसाएका मात्र थिएनन्, साँच्चीकै शान्तिपूर्ण परिवर्तन चाहने युवाहरू पनि थिए।
अनि देउबाको घरमा ठूलो परिमाणमा अवैध रकम भेटियो भनेर जुन हल्ला सामाजिक सञ्जालमा फैलिएको थियो नि, त्यो त पूर्ण रूपमा एआई अर्थात् आर्टिफिशियल इन्टेलिजेन्सले बनाएको नक्कली भिडियो र हल्ला मात्र थियो भन्ने कुरा पनि प्रतिवेदनले प्रश्न पारेको छ नि। एकदम। यसले आन्दोलनलाई भड्काउन कसरी प्रविधिको दुरुपयोग गरियो भन्ने कुरालाई फेरि प्रमाणित गर्छ क्या। मानिसहरूले एआईले बनाएको त्यो नक्कली भिडियोलाई साँचो मानेर आफ्नो आक्रोशलाई झन हिंस्रक बनाए नि त। बाफरे, प्रविधिको यस्तो डरलाग्दो प्रयोग। तर यी सबै बयानहरूमध्ये मलाई सबैभन्दा हृदय विदारक र दर्दनाक लागेको बयान भनेको पूर्व प्रधानमन्त्री झलनाथ खनाल र उहाँकी श्रीमती राज्यलक्ष्मी खनालको हो। त्यो त एकदमै दुःखद घटना हो। त्यो विवरण पढ्दा जो कोहीको पनि आँखा रसाउँछ नि। भदौ 24 गते उहाँहरूको घरमा आगोजनी हुँदा उहाँहरू तेस्रो तलामा फस्नु भएको थियो नि त। चारैतिर आगो र धुवाँ थियो रे। हो, स्थिति यति भयावह थियो कि प्रहरीले भित्रबाट जान नसकेर बाहिरबाट भर्याङ राखेर उहाँहरूको उद्धार गर्नु परेको थियो। श्रीमती राज्यलक्ष्मी धुवाँले निसासिएर बेहोस हुनुभएको थियो क्या। ओहो। अनि उहाँ चौथो डिग्रीको जलन अर्थात् 4th डिग्री बर्न्सको शिकार हुनुभयो। चौथो डिग्रीको जलन भनेको त छाला र मासु मात्र होइन, हड्डीसम्मै आगोले डढाएको अवस्था हो नि। एकदमै हो। पछि भारतको अपोलो अस्पतालमा उपचारको क्रममा उहाँको दायाँ हात नै काट्नु पर्यो रे, एम्प्युटेट नै गर्नु पर्यो। सुन्दा पनि कस्तो गाह्रो हुने। त्यही त नि, एउटा राजनीतिक आन्दोलनले कसैको शरीरको अङ्ग नै सदाका लागि खोस्नु कति क्रूर कुरा हो। खनालले आफ्नो बयानमा यसलाई विदेशी शक्ति र कलर रिभोल्युसनसँग जोडेका छन् नि। यहाँ खनालले प्रयोग गरेको यो कलर रिभोल्युसन शब्द निकै अर्थपूर्ण छ है। एकछिन पख्नुस् त, यो कलर रिभोल्युसन भनेको ठ्याक्कै के हो? धेरैलाई यो शब्द अलि प्राविधिक वा नयाँ लाग्न सक्छ नि त। यसले यो आन्दोलनसँग कसरी सम्बन्ध राख्छ? कलर रिभोल्युसन भनेको सामान्यतया कुनै देशको सत्ता पल्टाउनका लागि विदेशी शक्तिहरूको आर्थिक वा रणनीतिक सहयोगमा गरिने आन्दोलन हो क्या। ए, बाहिरी शक्तिको हात हुने? हो नि। यसमा प्राय कुनै एउटा रङ वा प्रतीकलाई आन्दोलनको पहिचान बनाइन्छ र नागरिकहरूको वास्तविक असन्तुष्टिलाई प्रयोग गरेर सरकार ढालिन्छ। खनालको सङ्केत के हो भने युवाहरूको असन्तुष्टि साँचो भए पनि त्यसलाई विदेशी शक्तिहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरेर देशको सत्ता ढाल्ने हतियार बनाए। यहाँनिर नै मलाई एउटा ठूलो विरोधाभासले एकदमै रन्थन बनाइरहेको छ क्या। के कुरामा? एकातिर हामी हेर्छौं पूर्व प्रधानमन्त्रीकी श्रीमतीले आफ्नो हात नै गुमाउनु पर्ने गरी यति क्रूर, अमानवीय र लक्षित आक्रमण हुन्छ। तर अर्कोतर्फ प्रतिवेदनकै बयान हेर्दा तत्कालीन सांसद रवि लामिछानेलाई जेल प्रशासनले नै भिडको जिम्मा लगाएर स्कटिङ गरेर सुरक्षित बाहिर पठाउँछ र भिडले उहाँलाई सम्मानका साथ लान्छ। यो त एकदमै फरक दृश्य भयो नि। त्यस्तै काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जाल मार्फत एउटा अपिल गर्दा त्यो अराजक भिड शान्त हुन्छ र उनको समर्थन गर्छ। यो साँच्चै नै विचारणीय पक्ष हो। यदि यो केवल एउटा अन्धो, अराजक र नेतृत्वविहीन भिड मात्र थियो भने खनाल वा ओलीको घर खरानी हुने, तर अरू कसैलाई भिड लिने, सुरक्षा दिने वा उनीहरूको कुरा सुन्ने कसरी भयो त? प्रश्न त एकदम जायज हो। के यो छानी गरिएको आक्रमणले भिडको अन्धोपनलाई होइन, त्यसको पछाडि लुकेको कुनै अदृश्य कमान्डलाई सङ्केत गर्दैन र? यसले त भिडभित्र पनि एउटा सङ्गठित मनसाय र टार्गेटेड योजना थियो कि भन्ने गम्भीर प्रश्न उठाउँछ नि त। यो अत्यन्तै गम्भीर विश्लेषण हो। एकातिर आन्दोलनको स्वरूप नेतृत्वविहीन देखिन्छ, तर अर्कोतिर आक्रमणका निशानाहरू निकै सेलेक्टिभ वा छानी तय गरिएका देखिन्छन् क्या। त्यही त, कसरी सम्भव भयो यो? यसले के देखाउँछ भने भिडको मनोविज्ञानलाई कुनै न कुनै रूपमा अल्गोरिदमबाट वा भिडभित्रै रहेका केही सङ्गठित समूहहरूबाट सूक्ष्म रूपमा नियन्त्रण गरिएको थियो क्या। कसलाई तारो बनाउने र कसलाई छोड्ने भन्ने न्यारेटिभ सामाजिक सञ्जालबाटै पहिले नै तय भइसकेको थियो भनौँ न। बाफरे, सुन्दै डर लाग्ने कुरा। यी सबै तथ्याङ्क र डरलाग्दा बयानहरूले हाम्रो अगाडि एउटा अत्यन्तै जटिल तस्बिर खडा गर्छन् नि त। यो 85 अरबको भौतिक क्षति र 76 जनाको अमूल्य ज्यान जानु पछाडिको सम्पूर्ण कथा हामीले केलायौं। यसबाट अन्ततः हामी कुन निष्कर्षमा पुग्न सक्छौं त? राज्य सत्ता र हामी नागरिकले यसबाट सिक्नुपर्ने मुख्य पाठ के हो? प्रतिवेदनले दिएको सबैभन्दा ठूलो सन्देश नै यही हो कि परम्परागत शैलीको राज्य सत्ता र डिजिटल युगमा हुर्किएको नयाँ पुस्ता बीचको संवादहीनता नै आजको राष्ट्रिय सुरक्षाको लागि सबैभन्दा ठूलो खतरा हो क्या।
संवादहीनता। हो, सरकारले सामाजिक सञ्जाल बन्द गरेर वा प्रहरीको डण्डा चलाएर समस्या समाधान गर्न खोज्यो, तर सुशासन र पारदर्शिता नहुँदा समाजमा जम्मा भएको निराशाको सानो झिल्कोले पनि कसरी डढेलोको रूप लिन सक्छ भन्ने यो एउटा महँगो तर स्पष्ट पाठ हो। नयाँ पुस्तालाई बुझ्न परम्परागत राजनीतिक चस्माले अब काम गर्दैन। एकदमै सही कुरा। आजको यस विस्तृत अध्ययनको अन्त्यमा आइपुग्दा यी सबै तथ्यहरूले एउटा झन गहिरो र अलि डरलाग्दो प्रश्न जन्माएका छन् क्या। कस्तो प्रश्न? हामीले देख्यौं नि त कसरी सरकारले इन्टरनेटका प्लेटफर्म बन्द गर्दा त्यसको परिणाम देशकै संसद र सर्वोच्च अदालतमाथिको भौतिक आक्रमणमा परिणत भयो। एकदमै। प्रविधिको प्रभाव त हाम्रो भौतिक दुनियाँभन्दा शक्तिशाली भइसक्यो नि। त्यसो भए एकछिन यो कुरालाई विचार गर्ने हो भने यदि कुनै देशको राज्य सत्ताले विश्वव्यापी रूपमा फैलिएको इन्टरनेट र डिजिटल प्लेटफर्महरूलाई बन्द नगरिकन आफ्नै नागरिकलाई सम्हाल्न र शान्ति सुरक्षा कायम गर्न सक्दैन भने यो 21औं शताब्दीको डिजिटल युगमा राष्ट्रिय सार्वभौमसत्ता भन्नुको अर्थ के रह्यो त? ओहो, यो त एकदमै गहिरो कुरा हो। के अब देशको सिमाना, सेना र कानूनभन्दा विश्वव्यापी इन्टरनेटको सञ्जाल शक्तिशाली भइसकेको हो त? यो यस्तो प्रश्न हो जसले आउने धेरै वर्षसम्म जो कोहीलाई पनि गहिरो सोचमा डुबाउनेछ। पक्कै पनि डुबाउँछ। आजको विस्तृत अध्ययनबाट हामी यही विचारणीय प्रश्न छोड्दै बिदा हुन्छौं। सुन्नुभएकोमा धेरै धेरै धन्यवाद।